सम्पूर्ण साथीहरूलाई नमस्ते। अहिले हजुरहरू धेरै ठाउँमा न्युजहरू सुन्न सक्नुभयो होला। इन्डियन आँप जापान सरकारले ब्यान गरिदियो र गत वर्ष चाइनाले इन्डियाको चामल ब्यान गरिदिएको थियो। अनि त्योभन्दा पुरानो न्युजहरू अथवा डाटाहरू हेर्ने हो भने लास्ट 31 कन्ट्रीहरूले इन्डियाको मसलाहरू ब्यान गरे। इन्डियाको मसलाहरू किन ब्यान गरे भन्दाखेरि दुनियाँमा त इन्डियाको फेमस छ होइन, करी राइसहरू यस्तो यस्तो मसलाहरू थुप्रै मसलाहरू छन्। किन ब्यान गर्यो? किनकि त्यो मसलाको डाइरेक्ट लिङ्क क्यान्सरसँग रहेछ के, त्यो खाएपछि मान्छेमा क्यान्सर हुन्छ भन्ने कुरा डरले। अनि चाइनामा किन चामल ब्यान गर्यो भन्दाखेरि त्यो जुन चामल हुन्छ त्यसको अर्ग्यानिक डेभलपमेन्ट नभएर पेस्टिसाइडको मात्रा बढी प्रयोग भएको कारणले गर्दाखेरि त्यो चावलको स्ट्यान्डर्ड स्वास्थ्यसँग हाम्रो मिलिरहेको छैन कि यो मान्छे खाएपछि के हुन्छ। अनि त्यही एउटा ट्विस्ट जुन छ कि जापानले किन इन्डियाको आँपलाई ब्यान गरे 2026 मा, पहिला पनि ब्यान गरेको 1986 मा, अहिले फेरि ब्यान गरिदिए। किन ब्यान गरे कि त्यो अर्ग्यानिक डेभलपमेन्ट नभएर, त्यो आँपको अर्ग्यानिक डेभलपमेन्ट नभएर र केमिकल र पेस्टिसाइडको मात्रा बढी युज गरेर, जस्तै आँपको अहिले सिजन छ अनि त्यो जापान एजेन्सी त्यहाँ एक्सपोर्ट इम्पोर्ट गर्ने मान्छेहरूले गएर त्यो आँपको क्वालिटी चेक गर्दाखेरि त्यो मान्छे स्ट्यान्डर्ड पुगिरहेको छैन। जुन कि अर्ग्यानिक डेभलपमेन्ट हुन्छ 3 महिना 2 महिना जति लाग्छ, त्यसलाई नगरेर आफै इन्जेक्सन दिएर अनि थुप्रै किसिमको पेस्टिसाइड्स युज गरेर त्यो आँपलाई बढाउनेदेखि लिएर त्यसको क्वान्टिटीमा बढाइदिने र क्वालिटीमा नध्यान दिइकन क्वान्टिटीमा मात्रै बढाइदिने, त्यस्तो भएको कारणले गर्दाखेरि अहिले इन्डिया फेरि विश्वगुरु बनिसके र दुनियाँमा डङ्का पिटायो कि मतलब अब इन्डिया विश्वगुरु बन्छ। हस्, धन्यवाद।